गुड मर्निङ गाइस। अहिले भने चाहिँ म नुहाइ गरेर फ्रेस भएर है पर देवीथान हाम्रो देवीथानबाट जाँदैछु। आज चाहिँ देवी पूजा रहेछ है। सो त्यहीँ भेटौँ है त। कोपिसको बारीहरू चाहिँ साथी हो अहिले चाहिँ ड्याम्मै गुवाबारी भएको छ है। पहिला धानबारी हुने गर्थ्यो भने अहिले चाहिँ यहाँनिर के हो यो मान्छेहरू अल्छे भएको भन्नु कि म चाहिँ जाँदैछु एक्लै हो। अब पर म पुग्न आँटेको छु देवीथान। त्यही हुनु भेला भएर बस्नु भएको होला कोपाहरू ठुलो। म चाहिँ यहाँ देवीथान आइपुगिसकेको थिएँ है। यहाँनिर आइपुग्दाखेरि चाहिँ थाहा भयो कि मैले चाहिँ रेडी पाएको अक्षता ल्याउनु बिर्सेछु। राम्रै भयो ल्याउनु बिर्सेको नि, किनभने यहाँनिर हेलो साथीहरू, आजको दिन चाहिँ हामी यहाँनिर देवीथान हाम्रो गाउँको देवीथानमा देवी पूजा गरिरहेछौँ है। पहिला पहिला धेरै हुन्थ्यो नि, अहिले सब चाहिँ हामीले मर कोपाले बाँधेको यहाँनिर है। भिडियो बनाइदेऊ न भनेको थियो, भिडियो बनाउने थिएन र चाहिँ यहाँनिर बाँधिसकेर अहिले बनाउँदैछौँ। अझै छ यहाँनिर हाम्रो के भन्नु झन्डा ध्वजा रेडी भइसकेको छ र अब हामी चाहिँ यहाँ माथि लाउनु पर्ने छ। अहिले भने चाहिँ गरम भयो गइस। अघि बडाले गरम भयो भन्दा मलाई त खोइ गरम भएको थिएन, आरामले गर्नुहोस् न भन्दाखेरि अहिले चाहिँ मलाई नै गरम भयो गाइस। अब धुपाती गर्न आँटेको अब हामी चाहिँ यसरी पूजा आजा नै गरिन्छ है साथीभाइ है। रमाइलो मात्रै गणेशको थान यहाँ है देवीथानमा। यता देवीको थान यहाँनिर। दुईटा बाल्नु पर्ने अत्ताली नै बालिहाल्ने। दुईटा बालेको थियो नि त म एउटा नै बाल्छु। सक्यो है साथीभाइहरू। हामी चाहिँ निक्लिँदैछौँ।